सम्पूर्णमा नमस्कार। फेरि पनि म निरज मगरको तर्फबाट पहिलाको जस्तै सुसी नै बनाउन आइहालेँ म। तर आज धेर छैन, थोरै छ, त्यही भएर थोरै भिडियो बनाएर आफ्नो मनको बह चाहिँ सिद्धाउँछु भन्ने छ। तपाईहरुको के छ, के हुँदैछ, के चल्दैछ सुनाउनु होला। हाम्रो त यस्तै चल्दैछ, दुःख सुख हैन, दुःख सुख चल्दैछ मेरो चाहिँ। हजुरहरुको के छ दुःख सुख सुनाउनु होला, कमेन्टमा लेख्नु होला भन्न चाहे मैले चाहिँ। सब कुरा चल्दैछ, राम्रो हुँदैछ। के रे भाइ, एकचोटि फेरि गाना जस्तो है। ओहो दाजु, फेरि नमस्कार फेरि सबैलाई। नमस्कार हजुर। फेरि मेरो दाइ आएछन् सुसी बनाउन। विदेशी नदेखियो कर्मैमा भला रोपी नबर्मैमा हुनुहुन्थ्यो सुरज बुढा थोकी। लयमा ओ साइकुमा बटर पेपर दिए भने त आज बटर पेपर ल्याएर आएको मान्छे लोगो पनि एउटा सीमा हुन्छ नि दाजु। अनि कस्तो चल्दैछ काम मेरो? काम चल्दैछ। अब के गर्ने, यस्तै हो, दुःख सुख चलाउनु पर्छ। खासै बोल्ने पनि केही हुन्न, हेर्नुहोस् मसँग चाहिँ भन्ने पनि केही हुँदैन। त्यही सुसी बनाउने देखाउने हजुरहरूलाई, जाने नजानिकन। के चाहिँ थाहा छैन कतिपय चाहिँ मभन्दा पर्फेक्ट हुनुहुन्छ, सुसी नै बनाएर सुसी नै सिकेर कतिपय चाहिँ अब मभन्दा पर्फेक्ट हुनुहुन्छ होला। केही सल्लाह सुझाव दिनु होला हजुरहरूले। सल्लाह लिन चाहन्छु म चाहिँ। मेरो कामै यही भएर हो कि फिल्डै यही भएर हो कि भाई बेटा, तेरे को मैं बटर पेपर ला के खड़ा हुआ बटर पेपर कहाँ से उठा के लेके आया रे तू? वो तो ज़्यादा बाद में ये तो तुम्हारा काम चलेगा। ऐसे कहाँ होगा रे बाबू? तुम लोग कितना 2 साल हो गया तुम बहुत खरीद के नहीं खा रहा है। माय फ्रेंड क्या है? देना नमक देना। कितना चाहिए कलर मेरे को तो बता के क्या है कि 6-7 रुपया और बाद में 1.5 मीटर दोबारा 1.5 मीटर हजुर। रात त अब कसरी भन्नु, अब यस्तै हो। आज त लगभग 200 किलो थियो आज अर्डर। के अब हाम्रो जिन्दगी गाजा काट्दैमा जाने हो। त्यस्तो त नभनौँ, अब प्रोफेसनल काम यही हो। अब के गर्नु त, गर्नु परिहाल्यो। आफ्नो लागि नभए पनि हैन। घरमा कसैको लागि गर्नु परेको छ। 12 घण्टा काम गरेर अन्य 2 घण्टा पुग्छ।
आज चाहिँ एकदम सर्टकट। फेरि मेरो उसमा चाहिँ क्या च्यानलमा चाहिँ क्या सुरज, मेरो च्यानलमा चाहिँ सबैजनाले प्लिज सब्सक्राइब गरिदिनु, सपोर्ट गरिदिनु पनि भन्नु मन नलाग्ने कि किन भन्नु न, किन अब म त हप्तामा एकचोटि आउँछु नि त। त्यही भएर पनि त्यो भन्दा नि अब यो त मेरो रहर जस्तो भयो क्या। काम गरिराखेको छ, अब काम गर्दा केही बनाउनु नयाँ भनेर मात्रै मैले स्टार्ट गरेको हो यो खास। अब यहाँ फेरि एकदम हल्ला हुन्छ, काम गर्ने ठाउँ त भयो, काम गर्ने ठाउँमा हल्ला त हुने नै भयो एकदम। त्यही भएर अब कुनै दिन फुर्सद मिल्यो भने राम्रो ठाउँमा गएर भिडियो बनाउने योजना छ मेरो, बनाउँछु। अब त्यो दिन फेरि हाम्रो लगभग कहिले आउँदैन, त्यो दिन चाहिँ लगभग हाम्रो आउँदैन। राम्रो ठाउँमा गएर भिडियो बनाउने यताउता गर्ने चाहिँ हाम्रो सायद आउँदैन। How are you? What is gentleman? You got takla right? No, right? Takla. Tara. Night duty वैसे टाइम न होंगे। नाइट ड्युटीले गर्दाखेरि टाइम पनि हुँदैन एक त। टाइम नमिल्ने अनि अब निन्द्रा लाग्छ बधेर। हाम्रो चाहिँ अलिकति 5 बजे उठ्ने, अलिकति लामो डिस्टेन्स पनि लामो भएर पनि हो, काम गर्ने ठाउँ पनि टाढा छ नि त अहिले त। पहिला 15 मिनटको बाटोमा थियो हामी बस्ने ठाउँ, अहिले चाहिँ लगभग 45 मिनट लाग्छ। त्यही भएर अलिक चाँडै उठ्नुपर्छ बेलुका। त्यो मोबाइलतिर सायरीहरू लेखिरहेको हुन्छ नि, मोबाइलतिर सायरीहरू लेखिरहेको हुन्छ नि मोबाइलहरूतिर। मान्छेले अलार्म किन लाउँछ भनेर उठ्नलाई भन्छ नि, हामी चाहिँ उठ्नलाई होइन, जाहिर खानलाई। अलार्म छुटेर गाडी छुट्यो भने यहाँको 30 रुपियाँ लाग्छ भाडा, जसरी ड्युटी आउनै पर्छ। 30 रुपियाँ भनेको नेपालको लगभग 900 हुन्छ। 1100 रुपियाँ नेपालको जान्छ एकचोटि गाडी छुट्यो भने। त्यस्तो त अहिलेसम्म परेको छैन, सकभर नपरोस्। हामी चाहिँ अब कम्पनीमा भात खाएको हुनाले हामीलाई चाहिँ लगभग त्यति साह्रो खर्च पनि छैन। त्यही कहिलेकाहीँ यसो बाहिर गएर होइन खानासाना नेपाली खानाहरू खानु मन लाग्यो भने खाइन्छ, नभए खासै खर्च चाहिँ छैन।
त्यही पनि अब सधैँ गइन्न, महिनामा एकचोटि पैसा आएको बेलामा गइन्छ, गएर चापाचुपो खाइन्छ, आएर फेरि तालु यो सकभर काम चाहिँ सिकेर जानेर बुझेर विदेशतिर जानु होला। जो पनि जानु नेपालबाट हेरिराख्नु भएको छ भने अब अहिले अब त्यत्तिकै हावाको भरमा भिजामा चाहिँ कोही पनि विदेश नजानु होला। काम पाउन एकदम मुस्किल छ, काम पाए पनि स्यालेरी एकदम कम छ। अनि त्यसमा चाहिँ फेरि आफ्नै बस्ने, आफ्नै खाने, आफ्नै सबै ट्राभलिङदेखि लिएर बस्ने खाने सबै आफ्नै हुन्छ। त्यही भएर अलिकति महँगो पर्न जान्छ। सकभर जो पनि आउँदाखेरि विदेश आउँदाखेरि कम्पनी डाइरेक्ट कम्पनीमा आउनु होला भन्न चाहन्छु। डाइरेक्ट कम्पनीमा आउनुभयो भने चाहिँ सबै सेवा सुविधा सबै पाइन्छ, केहीको झन्झट हुँदैन। एक त हामीलाई झन्झटभन्दा सजिलो रोजेर आउनु होला। अब 1000-1500 एक्स्ट्रा आउँछ आउनु त। हाम्रो स्यालेरीभन्दा एक्स्ट्रा उनीहरूले 1000-1500 बढी लान्छ, तर 1000-1500ले काम छैन, त्योभन्दा बढी खर्च हुन्छ। सुजन ब्लग पुस्टाले यहाँ आउन, यहाँ आउन। शिला हालेको भदै ब्लग बनाएको क्या, ब्लग हो। हाई हेलो हेलो नमस्कार, 2 शब्द जाओस्। 2 शब्द सुशी सेफ निरज दाजु जोरले नमस्कार। अहिले जति पनि हेर्दै हुनुहुन्छ दाजुलाई लाइक सब्सक्राइब सपोर्ट गरिदिनु होला। वाउ, हामी भनेको भेटघाट गर्दै गर्नुपर्छ। अल माई पार्टी पिपुल्स इन्जोय यर लाइफ। सुनेकै छैन जस्तो सुनिन्छ, भोलि जान्छ हेर्नु, भोलि हेर्नु न। ल सुशी खान मन लाग्छ भने दाजुलाई त्यसो हल्का मेसेज गर्नुहोस्, कस्तो खालको सुशी खान मन लाग्यो। माछावाला के भन्छ कङ्गट हो, ऊ चाहिँ नम्बर 1 प्रेस्टिज हो, प्रेस्टिज म्यान, एलर्जिन। साँच्चै हाम्रो चाहिँ एकदम एलर्जिनको चाहिँ एकदम ख्याल गरेर बनाउनु पर्छ। त्यही भएर उहाँ चाहिँ एलर्जिनको हो। ओके ल है ल अब हामी खासै भ्लगर होइन, खासै बोल्न आउँदैन हामीलाई। भनेको काम चाहिँ यसो टाक्टो कटिङ वटिङ फुटप्रिन्ट प्याक गर्न चाहिँ आउँछ। मिस्यु भइसक्यो। 3 3 6 7 8 एप्पल मोफिन 12वटा छ। यो नो डेरी नो एक 12वटा छ के सरकार? नो डेरी नो एक, नो डेरी नो एक। सियु होइन मिस्यु भइसक्यो।
मिसिङ भइसक्यो मिसिङ तपाईँले देख्न सक्नुहुन्छ हो यो ठिक छ नोडेरी 12-20 नोडेरी 28 हेलो सर एप्पल मफिन नो डेली नो 12-20 यो पार्ट अनि पछाडि चाहिँ पुरा एलर्जिनको प्याक हुँदैछ एलर्जिन भनेको सानसानो नानीहरूलाई अब पहिला के हुन्छ के खाँदाखेरि अलिकति एलर्जिन हुन्छ त्यो चिज चाहिँ दिनु भएन यहाँ नो डेली नो 1 छ अनि अर्को कुरा लास्टै नाजुक नानीहरू पनि आउँछ क्या बिचराहरू नो डेली केही खान नहुने अनि तपाईँले मलाई नगर्नु कन्फ्युज नगर्नु यो नो डेली नो 1 हो यो अन्डा हालेको छैन यसमा अन्डा हालेको छ त्यो कहाँ चल्छ त यो अन्डा हालेको चलाइदिनु नोडेरीमा है किनभने मेरै एप्पल मफिन नो डेली नो 1 यहाँ फेरि नो डेली एउटामा नोडेरी नो 1 एउटामा नोडेरी प्लेन त्यो चाहिँ कतिवटा छ है योमा चाहिँ नो डेली नो 1 हो यो स्योर हो आर स्योर बोल्नु न दुई चारवटा शब्द भोलि यहाँ ब्लगमा मेरो ब्लगमा आवर सुशी मास्टर शेफ हैन अब सुन्नु धेरै हार्ड वर्किङ पर्सन दिन पर्यो 3 3 6 7 यसको भाडा उठ्ला छ 5वटा दिन पर्यो 5वटा पेज बनाउने एप्पल मफिन नो डेली नो 1 12वटा हुँदा नि उसले बनाएन 8 बनायो 8 को ठाउँमा 12 बनायो क्या उल्टो गराएछ 5वटा दिन गयो भन्नाले सुन्नु यो 5वटा क्युएएमको सिधै यो फुटबल उनीहरू हालेसमा गयो उनीहरू दिन नो डेरी नो 1 आर स्योर योमा एउटा छैन नि यो अन्डा नभएको डेरी पनि छैन नि डेरी पनि छैन नोडेरी नो 1 होइन कन्फ्युज छ भनेपछि बरु बरु अर्को बनाउनु होइन अर्को बनाउन मिल्छ तर इलर्जिन भयो भने तनाव हुन्छ है गाह्रो पर्छ अर्को बनाउनु बरु जुन अन्डा हालेको छ नि यो 8वटा मात्र चाहियो के 8वटा चाहियो भने चाहिँ के भन्दाखेरि अन्डा हालेको 12वटा चाहियो भने 12वटा नोडेरी नो 1 गर्दा चाहिँ डेरी गर्दा चाहिँ मैले फेरि भन्ने भएर अब तपाईँले मलाई 5वटा दिन पर्यो होइन 5वटा दिनु पनि यो दिन्छ तपाईँ बढी हुन्छ यति काट्नुहोस् बढी भयो 7 दिन हो होइन टेन्सन नलिनु बढी भएको 5वटा 3 2 5 6 7 3 3 6 7 8 4वटा चाहियो 4वटा नो डेली नो 1 है नो डेली नो 1 जुनमा हालेको कुन लोकेसनमा हालेको क्युएएम युएमा त 5वटा छ 5वटा हाल्नु न 5वटा चाहियो नो डेली नो 1 है स्योर है ल सबैलाई नमस्कार आजको काम पनि सक्यो मेरो चाहिँ आज थोरै थियो धेरै बनाउनु थियो थोरै थियो अरू काम चाहिँ धेरै काम छ त्यही भएर बाई बाई सबैलाई स्वस्थ रहनुहोस् फुर्तिलो रहनुहोस् आपसमा मिलेर बस्नुहोस् खुसी साथ बस्नुहोस् जिन्दगी रमाइलो गर्नुहोस् यही छ मेरो काम बाई बाई कन्फ्युज नहुनु